स्वागत छ। आज हामी नेपालको संविधानको प्रस्तावनालाई अलिकति गहिरिएर हेर्दैछौँ हैन? हामीलाई प्राप्त स्रोत सामग्रीको आधारमा। हो। यो त संविधानको सुरुवात मात्रै होइन जस्तो लाग्छ। यसले त हाम्रो राष्ट्रको भनौँ न यात्रा र भविष्यको सङ्कल्प नै बोकेको छ। बिल्कुल। आउनुहोस् न त, यसमा लुकेका मुख्य प्रतिज्ञाहरू के रहेछन् अलिक केलाउँ है त। पहिलो वाक्य नै कति शक्तिशाली छ, हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता। एकदमै। यसले त देशको शक्तिको मुहान नै मतलब जनतामा छ भनेर किटान गर्यो नि, हैन र? हो त नि, त्यो एकदमै ठूलो परिवर्तन हो। परम्परागत शक्ति संरचनालाई पल्टाएर अब अन्तिम अधिकार नागरिकलाई हो। त्यो वाक्यांश निकै अर्थपूर्ण छ। यो केवल कागजमा लेखिएको कुरा मात्र होइन, यसले त नेपाली जनताले आफ्नो निर्णय आफै गर्न पाउने भित्र र बाहिर दुवैतिरको त्यो स्वायत्ततालाई जनाउँछ। अनि यो कुरा अब रातारात आएको त पक्कै होइन, यसको पछाडि त लामो त्याग सङ्घर्ष छ। कस्तो खालको इतिहास भन्नुभयो? स्रोतहरूमा त जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग, बलिदान यी सब कुरा छन् नि। बिल्कुल। प्रस्तावनाले ती सबैलाई सम्झेको छ। राणा शासन विरोधी सङ्घर्षदेखि लिएर 2046 सालको जनआन्दोलन अनि पछि विस्तृत शान्ति सम्झौतासम्म आइपुग्दा भएका सबै आन्दोलन, सङ्घर्ष, बलिदान ती सबैलाई सम्मान गर्छ। यी सङ्घर्षहरूले नै त आज हामीले पाएको यो स्वतन्त्रताको जग बसालेका हुन्। शहीदहरू, बेपत्ता पारिएका व्यक्तिहरू, पीडित नागरिकहरू, उहाँहरूप्रतिको सम्झना र सम्मान पनि हो यो। अनि प्रस्तावनाले विगतका शासन व्यवस्थाले सृजना गरेका मतलब ती विभेद र उत्पीडन अन्त्य गर्ने कुरा पनि गर्छ, होइन त? गर्छ। सामन्ती, निरङ्कुश, एकात्मक व्यवस्थाका कुराहरू उल्लेख छन्। हो, त्यो एकदमै महत्त्वपूर्ण सङ्कल्प हो। यसले स्पष्ट रूपमा भन्छ कि विगतको त्यो अन्यायपूर्ण शासन प्रणाली त्यसलाई अस्वीकार गर्ने अनि वर्गीय, जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय यस्ता सबै आधारमा हुने प्रणालीगत असमानता र भेदभावलाई हटाउने अठोट लिएको छ। यो खालि माथि मात्रै होइन, मतलब जरासम्मै गाडिएको विभेद अन्त्य गर्ने वाचा हो यो। तर विभेद अन्त्य गर्नु मात्रै त होइन होला, विविधताको कुरा पनि त निकै जोडिएको छ जस्तो लाग्यो। एकदमै राम्रो प्रश्न हो नि। विभेद अन्त्य गर्नु एउटा पाटो भयो। अर्को उत्तिकै महत्त्वपूर्ण पक्ष भनेको विविधतालाई स्वीकार्नु मात्र होइन, त्यसलाई अँगाल्नु, उत्सव मनाउनु हो। उत्सव मनाउनु? हो। प्रस्तावनाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गर्ने कुरा गर्छ। यसको मतलब के हो भने विविधतामा एकता खोज्ने अनि सहिष्णुता र सद्भावलाई संरक्षण गर्ने बढावा दिने। मतलब विविधता नै शक्ति हो भन्ने जस्तो हो। ठ्याक्कै यो मान्यताले नै हाम्रो समाजलाई अझ बलियो बनाउँछ भन्ने सोच देखिन्छ यसमा। अनि यी सबै कुराहरूको अन्तिम लक्ष्य चाहिँ के हो त? प्रस्तावनाले कस्तो समाजको चित्र कोरेको छ? लक्ष्य त निकै ठूलो छ, महत्वाकांक्षी छ। त्यो हो वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न। निकै लामो वाक्य रहेछ। लामो छ, तर हरेक शब्द महत्त्वपूर्ण छ। समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने। यहाँ समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त भन्यो, यसलाई अलि प्रश्न पार्नुहोस् न। यसको मतलब हो राज्यका हरेक अङ्ग, हरेक तहमा सबै समुदायको न्यायोचित प्रतिनिधित्व होस्, उनीहरूको आवाज सुनियोस् र निर्णय प्रक्रियामा सहभागी हुन पाउन् भन्ने हो। पहुँच र उपस्थिति सुनिश्चित गर्ने प्रयास। अनि जातीय छुवाछुतको अन्त्य गर्ने कुरा त सिधै उल्लेख छ। हो, त्यो एकदमै महत्त्वपूर्ण छ। यसले यो सामाजिक कुरीति हटाउन संविधान कति प्रतिबद्ध छ भन्ने स्पष्ट पार्छ। यो ठूलो सामाजिक सुधारको सङ्केत हो। अब अलिकति भविष्यतिर हेरौँ। लोकतान्त्रिक मूल्य मान्यता र समाजवाद उन्मुख व्यवस्थाको कुरा पनि छ। यो समाजवाद उन्मुखले के जनाउँछ? कतै यो अर्कै बाटोतिर त जाँदैन? होइन, यहाँनिर प्रष्ट हुनुपर्छ। यो कुनै एकदलीय वा त्यस्तो निरङ्कुश व्यवस्थातर्फको सङ्केत पटक्कै होइन। स्रोत सामग्रीले पनि यसलाई लोकतान्त्रिक आदर्श र मूल्य मान्यताप्रति प्रतिबद्ध रहने कुरा सँगै जोडेको छ। मतलब प्रजातान्त्रिक विधि भित्रै रहेर सामाजिक कल्याण, स्रोत साधनको न्यायोचित वितरण अनि आर्थिक न्याय सुनिश्चित गर्ने प्रणालीको रूपमा बुझ्नुपर्छ। त्यसो भए
यो सबैको हित र समृद्धितर्फ अघि बढ्ने लोकतान्त्रिक बाटो भयो। हो, ठ्याक्कै त्यही हो। भनेपछि यो प्रस्तावना त साँच्चीकै एउटा मार्गचित्र रहेछ, खाली परिचय मात्रै होइन। निश्चित रूपमा यो केवल शब्दहरूको थुप्रो होइन। यो त नेपालको विगतको सङ्घर्ष, वर्तमानको यथार्थ र भविष्यको सपनालाई जोड्ने एउटा जीवन्त दस्तावेज हो, जीवन्त प्रतिज्ञा। यसले हामी कहाँबाट आयौं, आज कहाँ उभिएका छौं र भोलि कुन दिशामा जान चाहन्छौं भन्ने कुराको स्पष्ट घोषणा गर्छ। यो छलफलको अन्त्यमा एउटा प्रश्न चाहिँ मनमा आइरहेको छ। संविधान बनेको पनि अब त केही वर्ष भइसक्यो। प्रस्तावनामा गरिएका यी यति ठूला प्रतिज्ञाहरू, यी आकांक्षाहरू हाम्रो व्यक्तिगत र सामाजिक जीवनमा कत्तिको साकार भएका छन् त? खै, यो अलिकति विचार गर्नुपर्ने विषय हो।